मलाई चाहिँ यदि कसैले फेभरेट के हो भन्यो भने चाहिँ अगाडि नै सेलरोटी हुन्छ क्या मेरो चाहिँ। अनि अहिलेदेखि भिजाएर राखेको चामललाई म चाहिँ यसरी कुटाइदिउँछु। अनि नानाको चाहिँ स्कुल अफिस पछाडि आएर चाहिँ सेलरोटी बनाइदिने सर्त थियो, त्यसैले खुसी भएर म चाहिँ कुटिरहेको छु चामल, पिठो बनाउँदैछु। मेरो प्रतीक्षाको घडी समाप्त भएको अवस्था। अफिसबाट बल्ल बल्ल आएर यहाँ रोटी बनाइदिनु थाल्नु भयो नानाले। मैले दिउँसो कुटेको थिएँ यस्तो मिठो मिठो सेलरोटी। यो चाहिँ घिउमा पोलेको, यो चाहिँ घिउ हो। सबै हामीले घिउमा पोलेको रोटी, कस्तो दामी मिठो रोटी। कसलाई मनपर्छ, मेरो चाहिँ फेभरेट हो। अनि त्यही भएर नानालाई मैले घर आएदेखि मलाई रोटी बनाइदिनुपर्छ भनेको थिएँ। अनि मैले टुक 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 चामल कुटेँ, अनि नानाले चोइ रोटी बनाइदिनु भयो। अनि आमा पनि यहाँ बसेर हाँसेर हेरिरहनु भएको छ। हाई भन्नु न, हाई भन्नु न। हाई